पर्यो। आउनुहोस् 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 हामीलाई आउनुहोस् 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 गुड मर्निङ सुप्रभात। गुड मर्निङ। 2082 सालको नयाँ शैक्षिक योजना निर्माणको लागि हामी आज यस इन्द्र सरोवर गाउँपालिका वडा नम्बर 1 मा स्थित लेक साइड होटलमा हाम्रो यस इङ्ग्लिस एकाडेमी परिवार उपस्थित भएका छौँ, जसमा आज हामीले हाम्रो वार्षिक योजना तथा पाठ्यक्रम निर्माण सँगसँगै प्रश्नपत्र निर्माण यावत कुराहरूमा चाहिँ हामी छलफल गर्नेछौँ र आजको यस कार्यक्रममा पाल्नु भएका हाम्रो यसै इङ्ग्लिस एकाडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री श्याम कृष्ण जोशी सरलाई अतिथिको आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। विद्यालय व्यवस्थापन समितिकै सदस्य श्री सुनिल कुमार महर्जन सरलाई पनि अतिथिको आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। सँगसँगै यहाँ उपस्थित सम्पूर्ण शिक्षक वर्गहरूमा यथास्थानमा आसन ग्रहणको लागि पनि अनुरोध गर्दछु। पक्कै पनि हामीले अनि ग्रामर पनि यही मेन्सन गर्दैछु। यो त मेरो इङ्ग्लिसको सब्जेक्ट हो नि त, रिपोर्टेड पढाउँछु, रिपोर्टेड 10 दिन लाग्छ मात्र, 5 मार्क्स निकाल्छु। भोइस पढाउँछु होइन, एक्टिभ भोइस पढाउँछु, 10 दिन लाग्छ मलाई ग्रामरमा, अनि 5 मार्क्स निकाल्छु। आर्टिकल्समा 5 दिन साललाई चाहिँ कसरी फ्रुटफुल बनाउने, कसरी एकदमै राम्रोसँग उत्कृष्टता दिने, विद्यार्थीको पढाइ सँगसँगै हरेक क्रियाकलापहरूलाई कसरी अगाडि लैजाने भन्ने उद्देश्यले हामी यहाँ सम्पूर्ण उपस्थित भएका छौँ। यो इन्द्र सरोवर गाउँपालिकाको वडा नम्बर 1 मा स्थित लेक साइड होटलमा हामी उपस्थित भएका छौँ र यो नेपाली विषयको प्रथम त्रैमासिक पाठ्यक्रम 2082 सालको कक्षा 8 को विषय नेपाली अनि अङ्कबार 50 को चाहिँ हामीले यो पाठ्यक्रम बनाएका छौँ सामूहिक रूपमा र प्रस्तुतिका लागि म यहाँ आएकी छु। सर्वप्रथम हामीले चाहिँ यो पाठ शीर्षक अनि कार्यघण्टा अनि अङ्कभारलाई छुट्याएर यहाँ कक्षा 8 मा चाहिँ 15 वटा शीर्षकमा चाहिँ यसै गरी 0.5 को चाहिँ जोडा मिलाउने प्रश्न, त्यसै गरी यो भाग विस्तारमा चाहिँ 3 अङ्क गरी 3.5 को प्रश्न अङ्कको चाहिँ प्रश्न निर्माण गरिनेछ
त्यसै गरी स्वामी प्रपन्नाचार्य जीवनी हो र यसबाट चाहिँ यस पाठलाई चाहिँ हामी 5 घण्टा लगाएर विद्यार्थीहरूलाई चाहिँ पढाउनेछौँ र 0.5 को छोटो प्रश्न भयो। त्यसपछि चाहिँ भाषाको विषय भएको कारणले जुन कुरा उनीहरूले पढ्छन् त्यही कुरा चाहिँ सृजनात्मक तरिकाले उनीहरूले लेख्न पनि सिक्नेछन्। त्यसै गरी साकार सपना कथा हो र यो कथा पढिसकेपछि यो ऐतिहासिक कथा हो र यसबाट चाहिँ उनीहरूले ऐतिहासिक कथाको बारेमा ज्ञान हासिल गर्नेछन् र कथा लेख्न पनि सिक्नेछन् सृजनात्मक अभ्यास अन्तर्गत। त्यसै गरी स्वामी प्रपन्नाचार्य जीवनी हो र यो जीवनी पढिसकेपछि विद्यार्थी भाइ बहिनीहरूले चाहिँ त्यो स्वामी प्रपन्नाचार्यको जीवनी बोध गर्नेछन्, ज्ञान हासिल गर्नेछन्। त्यसै गरी आफ्नो समाज everyone, respected founder sir, principal sir, and my dear all teachers. Today here is the syllabus of first term of class 4. Here today I am going to show you the chapters, unit 1. And first here is unit 1 every day, and we have mentioned here altogether 4 chapters. And first one is making new friends, and second one is my first day at school, and third Sunday with dad, and 4 daily routines. Likewise here is activities also. You can see here is activities. Here are altogether 4 chapters, and we are going to teach these 4 chapters in this way. At the first, we are going to teach the students with the first starting word pronunciation. If the pronunciation is done properly, then only the students can learn properly. Yes. So here pronunciation at the first, and second one is making new sentence for conversation. Likewise, to conversation with the friends, we are going to make the new words to cooperate with each other properly. Names of that emojis. What kind of feelings is that? We will act like that. Like in the case of evaluation, one student can act or feelings, and remaining other has to feel or guess. Like in the case of evaluation, there will be many students, so we will call one student and we will tell him or her to act. What kind of feelings he will show? The friends should be tell them. Okay. One student can act and feel act out a feeling, and remaining other has to feel or guess. What kind of feeling is that? They have to answer. Use the correct words to describe the feelings. And what kind of feelings is that? Is that sad? Is that happy? And they have to describe that feelings. After guessing the feelings, they have to describe about that. And then after, about in the case of email, label the parts of email. We will teach them how to label. Then after only we will take their test to write the emails. How to write email, difference between letter and email also. We will teach them what is the difference between of letter and email. Likewise, in the case of examination or test, we will give them true or false, and write in the topic of email also we will give the topic to write them, and we will ask the question answers or anything else, or we will show them emojis and they have to describe in the exam also. मानव मूल्य शिक्षा अन्तर्गतको पाठ्यक्रम निर्माणको क्रममा हामीले कक्षा 4 को सामाजिकको चाहिँ बनाएका छौं, जसमा चाहिँ जम्मा एकाइ संख्या रहेको छ 7 र जम्मा पाठ संख्या चाहिँ 38 रहेको छ र हामीले चाहिँ फर्स्ट टर्मको लागि यो बनाएको र त्यसमा पनि फर्स्ट टर्मको लागि पढाउनु पर्ने पाठ संख्या चाहिँ जम्मा 14 रहेको छ अनि पूर्णाङ्क रहेको छ त्यसमा 50 दिइरहेको छ 3 घण्टी अंक भार रहेको छ 4 अंक 21/7 मा रहेको छ 21/7 को पाठ 1 मा हाम्रो पृथ्वी भन्ने पाठ छ जसमा चाहिँ पाठै घण्टी रहेको छ 5 घण्टी अंक भार रहेको छ 4 अंक त्यसपछि 21/7 को पाठ 2 मा मेरो स्थानीय तह भन्ने पाठ रहेको छ र जसको चाहिँ पाठै घण्टी रहेको छ 4 घण्टी र अंक भार रहेको छ 5 अंक मेरो पर्सीमा चाहिँ नाम वर्ष ठाउँ कक्षा छ यसमा चाहिँ हामीले 5 दिन बनाएको छ यसमा चाहिँ बच्चाहरूलाई चाहिँ नाम वर्ष ठाउँ कक्षा चाहिँ उनीहरूलाई भन्न सक्ने र लेख्न सक्ने गराउनको लागि चाहिँ हामीले 5 दिन समय राखेको छ अनि यसको साथसाथै मेरो शरीरका अङ्गहरू भनेको छ यसमा हामीले 5 दिन राखेको छ मेरो शरीरको अङ्गहरू भनेको चाहिँ हामीले अङ्गहरूको चाहिँ नामहरूको बारेमा लेख्न पढ्न र अङ्गहरू चिन्न सक्ने गर्नको लागि चाहिँ हामी 5 दिन छोडेको छ। यसको साथसाथै अब स्वर वर्ण र व्यञ्जन वर्ण भन्ने स्वर वर्णलाई 3 दिन र व्यञ्जन वर्णलाई 3 दिन छुट्याएको छ। स्वर वर्ण चाहिँ अदेखि अन्तसम्म र व्यञ्जन वर्ण चाहिँ कदेखि दुईसम्मका अक्षरहरू
छुट्याएको छ। अंशिक सत्र 2082 को प्रथम त्रैमासिक इक्जामको बारेमा लिएर आएको छु। यो चाहिँ हामी कक्षा एलकेजी को पहिलो विषय रहेको पाठ रहेको छ मेरो परिचय। त्यसमा चाहिँ विद्यार्थीले आफ्नो नाम, कक्षा, वर्ष र आफू बस्ने ठाउँको बारेमा भन्न सक्ने र लेख्न सक्ने हुनेछन्। त्यसपछि स्वर वर्णमा चाहिँ उनीहरूले अदेखि अमसम्म लेख्न र भन्न सक्ने हुनेछन्। अनि व्यञ्जन वर्णमा कदेखि व्यञ्जनसम्म लेख्ने भन्ने र त्यसभित्रबाट पनि अक्षरहरू लेख्न पढ्न सक्ने हुनेछन्। यो चाहिँ हामीले 5 दिनभित्र बच्चाहरूले सिकाइ सक्नेछौँ। अनि सावा अक्षरहरूले बनेका शब्दहरू मध्ये चाहिँ 2 अक्षरले बनेका शब्दहरू पढ्छन्। यसमा चाहिँ क प ख जस्ता शब्दहरू पढ्छन्। त्यो चाहिँ बच्चाहरूले 3 दिनभित्रमा सिक्नेछन्। अनि दोस्रो नम्बरमा रहेको छ 3 अक्षरले बनेका शब्दहरू। त्यो चाहिँ बच्चाहरूले पनि 3 दिनमा सिक्नेछन् भन्न र लेख्न गरेर। अनि लास्टमा रहेको छ 4 अक्षरले बनेका शब्दहरू भने हामी धर्का तानीदेखि सिकाउँछौँ उनीहरूलाई, किनकि बोल्न आउँदैन, लेख्न पहिला सुरुमा हुन्छ नि त। सुरुमादेखि नै उनीहरूलाई हामीले धर्का तानीदेखि आज यसरी पढ्ने भनेर उनीहरूलाई धर्का तानीबाट सिकाइरहेको हुन्छ र उनीहरूलाई स्टार्ट लाइनदेखि नै सुरु गरिरहेको हुन्छ क्या हामीले। जस्तै राइम सुरको माध्यमबाट, गीतको माध्यमबाट उनीहरूलाई सिकाइरहेर हामीले लेख्नदेखि बोल्नदेखि आज हामी यस्तो गर्छौँ है भनेर सिटिङ लाइन भनेपछि धर्का गर्ने। र हामीले चाहिँ 15 डेज छुट्याएको छ। कभर लाइन, एक्ज्याक्ट लाइन, यसो गरेर चाहिँ हामीले 15 दिनलाई सिकाएको छ। In this unit, I have again classified 15 days into teaching period, exercise period, and evaluation period. On teaching period, we will be teaching about the units. Small units there are included, and in exercise period, we will be discussing there about the exercises, in the blanks, MCQ questions. In last evaluation, I will be asking them if they haven't understood anything or they have any confusion, or I will be also taking test of that unit. And questions for asked from that unit. Unit 3 will be MCQs, very short question, and long questions. From livings and their structure, MCQ question will be asked of 3 marks. Very short question will be asked of 3 marks, and short question will be asked as marks 3, and long question will be 3. Total from living being and their structure, there are 13 questions will be coming from 13 marks, and from invertebrates. I will be asking question. पर्याप्त हामीले आज यो हलबाट पाउन सक्दैनौँ, तर धेरै कुराहरू हामीले थाहा पाइसक्यौँ, थाहा भएको छ। अब तपाईँ हामीले गर्नुपर्ने काम क्रियाकलाप भनेको आज त यो डेमो एउटा क्लासको दिइएको हो। अब हजुरहरूले प्रत्येक क्लासको प्रत्येक सब्जेक्टको आफूले पढाउनेको चाहिँ बनाउनु पर्ने हुन्छ। फर्स्ट सेकेन्ड थर्ड फाइनल। अब यो बनाइरहँदाखेरि हो आजबाट कति कुराहरू सिकियो, बाँकी थपबाट समुद्र पारी जाऊँ कि माया त्यो समुद्र पार। हेलो ये हेलो 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 ये क्या हेलो 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 यो Hello. पनि नयाँ थिएँ कुनै समयमा। मलाई त्यो बेलामा चाहिँ मलाई इयनले चाहिँ मलाई यो चिनाउने मौका दिएको हो। प्लस मैले पहिला पनि टिचिङ गर्दै आएको नै हो। एज अ स्कुल इन्चार्ज चाहिँ मैले प्रिभियस स्कुलमा चाहिँ काम गरिरहेको थिएँ भने त्यहाँबाट चाहिँ म बिदाई भएर चाहिँ म यो ठाउँमा आएर चाहिँ मलाई इयनले चाहिँ साथ दिएको हो, मलाई चिनाउने मौका दिएको हो। मलाई यो ठाउँमा कसैले पनि कसको छोरी, कसको बुहारी, कसको बुढी हैन अब को हो भनेर कसैले पनि मलाई चिन्नु हुन्थेन भने अझै पनि सायद मलाई त्यति मान्छेले चिन्नु हुँदैन होला।
अझै पनि मलाई अहिले देख्ने मान्छेहरूले इयनको टिचर हो उहाँ भनेर मात्रै चिन्नुहुन्छ। प्लस म पनि मेरो पहिलो स्टेप नै यो ठाउँमा इयन भएको कारणले इयनको धेरै माया लाग्छ। कसैले यति कुरा पनि भन्दाखेरि एकदमै चित्त दुख्ने गर्छ होइन। त्यो कारणले प्लस मैले यो लास्ट इयर मैले एज अ डिसिप्लिन इन्चार्जको रूपमा पनि मैले काम गरेको हो। त्यो अनुसारले मलाई अलिकति धेरै अब यो स्कुलमा मात्रै नभएर प्रिभियस स्कुलमा पनि धेरै एक्सपिरियन्स भएको कारणले चाहिँ मैले चाहिँ यो पोस्टमा चाहिँ मैले गर्न सक्छु कि म गर्छु है भन्ने आँटले चाहिँ मैले आज म यहाँ उठेको हो र म गर्छु पनि। देखिरहनु भएकै होला मैले आजसम्म गरिरहेको नै थिएँ। आगामी दिनमा पनि म योभन्दा डबल गर्नेछु। कुनै दिनमा अब एज अ डिसिप्लिन इन्चार्जको रूपमा काम गर्दा मैले मेरो काम गर्ने क्रममा कोही भए मेरो बोली नै यस्तो रुखो छ होइन, बोल्दा बोल्दै कहिले झर्कियो होला रिसायो होला, त्यसको लागि सरी। त्यो चाहिँ मेरो ड्युटीको कारणले भएको हो होइन। रियालिटीमा म यस्तो छैन, ड्युटीको कारणले कहिलेकाहीँ चाहिँ अलिकति रुखोपन आउँदो रहेछ होइन। सो आगामी दिनमा पनि म अब राम्रोसँग गर्नेछु। काहीँ कतै गल्ती भइहाल्यो भने ल यस्तो भयो म्याम भनेर चाहिँ हजुरहरूले पनि भनिदिनुहोस्। किनभने अब म मलाई त्यति भास्ट यो बारेमा धेरै नलेज चाहिँ छैन। जति मैले बुझेको छु एज अ डिसिप्लिन इन्चार्ज र स्कुल इन्चार्जको रूपमा मात्रै मैले काम गरेको। अहिले चाहिँ मैले भाइस प्रिन्सिपलको पोस्टमा बस्दैछु, त्यही भएर हजुरहरूले पनि साथ सपोर्ट दिनुहोस्। यसरी नै गर्दै गयौँ भने भोलिको दिनमा इयनलाई चाहिँ हामीले बेस्ट बनाउन सक्छौँ र हामी गर्ने छौँ। थ्याङ्क यू। मैकले हल्ला गर्दै